हेलो गुड मर्निङ नमस्ते है सबैलाई। म चाहिँ भर्खर उठेँ है। बिहानको 10 बजेको छ अहिले। 10 नबनाउँ 9:30। मुख पनि ढोको छैन। कफी बनाएर चिरिप्प पार्दै बिहानको भ्यू हेर्दै चराहरूको आवाज चुई आएको छ टक्क। यस्तो छ भ्यू साँझको। के गएको है यो माथि चाहिँ यस्तो सेतो धर्का देखिएको छ। मैले देखेको कि छैन यस्तो धर्का देखाएको थियो। के गएको छ भ्यू चाहिँ यही हो। मस्त छ। घाम लागेको छ बिहानको। चराहरू यसरी खेल्दैछन् बिहान। म चाहिँ अब मुख धोएको छैन। चिया खाएर अब बिहान कफी खाएर लुगासुगा धुनुपर्नेछ, खाना बनाउनु पर्नेछ। छुट्टीमा त्यही काम हो। देशमा आयो छुट्टीमा लुगासुगा धुने, खाना पकाउने, खाने। भोलि अखेर अर्को दिन फेरि ड्युटी चलो सुलुलुलु भन्ने जस्तै हुन्छ। जिन्दगी यस्तै चल्दैछ 8 वर्षदेखि। यही हो केटा। अब सबै विदेशमा बस्ने केटाहरूलाई चाहिँ यस्तै छ। सबैको जिन्दगी यस्तै होला भन्ने होला सायद। छुट्टीको दिन चाहिँ कपडा धुने, एउटा मुभी हेर्ने। अन्त केटाहरू को छ विदेशमा ल कमेन्ट गरौँ त। यता लोकल भाले छन् है। देखाएको छ कि छैन मैले देखाएको छ। लोकल भालेहरू छन् लाग्छ पुरै जङ्गलको भाले जस्तै छन् हेर्न, तर लोकल पनि पालेको छन् उतापट्टि छिमेकीहरूले। ल गाइस आजलाई यति नै हो। नेक्स्ट भिडियो अब छुट्टी छ कहीँ गएन होला। यस्तै हो अब देशे जिन्दगी है त। ल बाई बाई।